के तपाईलाई कहिल्यै यस्तो लागेको छ मान्छेले तपाईलाई हेप्छन्, तपाईको कुरा सुन्दैनन्, तपाईको मेहनतको कदर गर्दैनन् अनि तपाईलाई सधैँ कमजोर ठान्छन्? यदि हो भने आजको भिडियो तपाईको लागि हो, किनकि आज हामी सिक्नेछौं मान्छेले किन हेप्छन् अनि हेपिन नदिनका 10 सुनौला नियम। भिडियो अन्त्यसम्म हेर्नुहोस्, तपाईको सोचाइ नै बदलिनेछ। मान्छेले तपाईलाई तब मात्र हेर्छ जब तपाई आफैलाई कमजोर देखाउनुहुन्छ। जब तपाई आफ्नो मूल्य बुझ्न सक्नुहुन्न तब संसारले पनि तपाईको मूल्य घटाइदिन्छ। याद गर्नुहोस्, तपाईको इज्जत तपाईले आफै बनाउनु पर्छ। दुनियाँले तपाईलाई जसरी हेर्छ त्यो तपाईले आफैलाई कसरी प्रस्तुत गर्नुहुन्छ त्यसमा निर्भर गर्छ। दर्शकवृन्द, अब आउनुहोस् विस्तारमा कुरा गरौँ। यी 10 नियमहरू तपाईको आत्मविश्वास, तपाईको सोचाइ र जीवन दुवै बदल्नेछन्। नियम नम्बर 1, आफैलाई सम्मान गर्न सिक्नुहोस्। जसले आफैलाई सम्मान गर्न जान्दैन उसको सम्मान अरूले कहिल्यै गर्दैन। जब तपाई आफैलाई सस्तो बनाउनुहुन्छ, होइन मलाई केही आउँदैन, म त ठूलो मान्छे होइन भनेर भन्न थाल्नुहुन्छ, त्यसै बेला अरूले तपाईलाई माथिबाट हेर्न थाल्छन्। आत्मसम्मान भनेको अभिमान होइन, यो त्यो शक्ति हो जसले तपाईलाई ठाममा उभिन सिकाउँछ। हरेक बिहान आफैलाई भन्नुहोस्, म सम्मानको योग्य छु, म सम्मानको योग्य छु। नियम नम्बर 2, नो होइन भन्न सिक्नुहोस्। नेपालमा धेरै मान्छेहरूलाई नो भन्न गाह्रो हुन्छ, किनभने हामी डराउँछौँ अरू रिसाउँछन् कि भन्ने। तर याद गर्नुहोस्, जो मान्छे सधैँ हो भन्छ उही मान्छेलाई संसारले सबैभन्दा बढी हेप्छ। सीमाना तोक्नुहोस्। यदि तपाईँ थाक्नु भएको छ भने म अहिले गर्न सक्दिन भन्नुहोस्। यो कमजोरी होइन, यो आत्मनियन्त्रण हो। नियम नम्बर 3, चुप लाग्नु कहिलेकाहीँ बुद्धिमानी हो। हरेक कुरा बोलेर जितिँदैन, कहिलेकाहीँ मौन रहनु नै सबैभन्दा ठूलो जवाफ हुन्छ। जब कोही तपाईलाई उडाउन खोज्छ त्यसको उत्तर झगडाले होइन, मौनले दिनुहोस्। मौन भनेको हार होइन, यो नियन्त्रण हो। त्यसले देखाउँछ कि तपाईँ भावनामा होइन बुद्धिमा चल्नुहुन्छ। र नियम नम्बर 4 रहेको छ, आत्मविश्वासमा हिँड्नुहोस्, घमण्डमा होइन। घमण्ड र आत्मविश्वास बीचको रेखा सानो हुन्छ। घमण्डले तपाईलाई एक्लो बनाउँछ तर आत्मविश्वासले तपाईलाई बलियो बनाउँछ। जब तपाईँ आफैमा विश्वास गर्न थाल्नुहुन्छ मान्छे तपाईलाई हजुर भनेर बोलाउन थाल्छन्। हरेक ठाउँमा सिधा उभिनुहोस्, आँखामा आँखाले हेर्नुहोस्, आफ्नो सानो ठान्ने बानी छोड्नुहोस्। तपाईँ जस्तो कोही छैन, यो बुझ्न सिक्नुहोस्, तपाईँ जस्तो कोही छैन। नियम नम्बर 5 रहेको छ, आफ्नो कामले बोल्न दिनुहोस्। बोल्ने मान्छे धेरै हुन्छन् तर काम गरेर देखाउने मान्छे दुर्लभ हुन्छन्। जब तपाईँ बोल्न छोडेर गर्न थाल्नुहुन्छ त्यस दिनदेखि मान्छेले तपाईलाई हेप्न डराउँछन्। आफ्नो परिणाम देखाउनुहोस्, आफ्नो उपलब्धि प्रस्तुत गर्नुहोस्, चुपचाप काम गर्नुहोस् अनि आफ्नो सफलता स्वयंको आवाज बन्न दिनुहोस्। दर्शकवृन्द, नियम नम्बर 6 रहेको छ, समयको कदर गर्न सिक्नुहोस्। जो मान्छे आफ्नो समयलाई सम्मान गर्छ अरूले पनि उसलाई गम्भीरतापूर्वक लिन्छन्। यदि तपाईँ सधैँ ढिला गर्नुहुन्छ, असङ्गठित हुनुहुन्छ, तपाईलाई गम्भीरतापूर्वक कसैले लिँदैन। त्यसैले आफ्नो समय, आफ्नो दिन, आफ्नो योजना बनाउनुहोस्। समय व्यवस्थापन तपाईको प्रतिष्ठा निर्माण गर्ने पहिलो चरण हो। दर्शकवृन्द, नियम नम्बर 7 रहेको छ, आफ्नो उपस्थितिलाई प्रभावशाली बनाउनुहोस्। जब तपाईँ कोठामा प्रवेश गर्नुहुन्छ मान्छेले तपाईको उपस्थितिलाई महसुस गर्नुपर्छ। यो अनुरूपको कुरा होइन, यो ऊर्जाको कुरा हो। सधैँ सफा, सधैँ व्यवस्थित र आत्मविश्वासी देखिनुहोस्। सिधा हिँड्नुहोस्, मुस्कुराउनुहोस् र बोल्दा आँखामा आँखा जुदाउनुहोस्। तपाईको व्यक्तित्व नै तपाईको पहिलो हतियार हो। र नियम नम्बर 8 रहेको छ, कमजोरीसँग होइन बलियोसँग तुलना गर्नुहोस्। यदि तपाईँ सधैँ आफैभन्दा कमजोरसँग तुलना गर्नुहुन्छ भने तपाईँ कहिल्यै बढ्नुहुन्न। तर जब तपाईँ आफ्नो भन्दा बलियोसँग तुलना गर्नुहुन्छ तपाईँ भित्रको आगो जल्छ। कसैले तपाईलाई हेप्यो भने त्यसको बदला रिसले होइन सुधारले दिनुहोस्। आज म जस्तो छु भोलि म त्यसभन्दा राम्रो हुनेछु।
नियम नम्बर 9 रहेको छ, आफूलाई लगातार सुधार्न जारी राख्नुहोस्। संसार तपाईलाई तबसम्म हेर्छ जबसम्म तपाईँ स्थिर रहनुहुन्छ, तर जब तपाईँ दिनहुँ सुधार भइरहनुहुन्छ, लोगहरूले तपाईलाई नजरअन्दाज गर्न सक्दैन। पुस्तक पढ्नुहोस्, नयाँ कुरा सिक्नुहोस्, आफ्नो बोल्ने शैली सुधार्नुहोस्। सुधार हुने बानी भनेको शक्तिशाली मानसिकता हो। र अन्तिम नियम छ, नियम नम्बर 10 मा, जीवनमा आफ्नो दिशा स्पष्ट राख्नुहोस्। जसको गन्तव्य स्पष्ट हुन्छ उसलाई संसारले रोक्न सक्दैन, तर जसलाई थाहा छैन कहाँ जानु छ उहीलाई सबैले घुमाउँछन्, सबैले हेप्छन्। तपाईको सपना के हो, तपाईको बाटो के हो, स्पष्ट रूपमा लेख्नुहोस्। कहिलेकाहीँ नो होइन भन्न सजिलो हुन्छ जब तपाईलाई थाहा हुन्छ कि तपाईँ हो के कुरामा भन्न खोज्दै हुनुहुन्छ। दर्शकवृन्द, मान्छेले सधैँ तपाईलाई तपाईको स्तर अनुसार होइन, तपाईले आफैलाई कसरी प्रस्तुत गर्नुहुन्छ त्यस अनुसार व्यवहार गर्छ। यदि तपाईँ आफैलाई सस्तो देखाउनुहुन्छ, मान्छेले तपाईलाई सस्तो ठान्छ, तर जब तपाईँ आफ्नो मूल्य बुझ्नुहुन्छ, मूल्य बढाउनुहुन्छ, दुनियाँले पनि तपाईलाई मूल्य दिन थाल्छ। याद राख्नुहोस्, तपाईलाई कसैले हेप्न सक्छ, तर तपाईले अनुमति नदिएसम्म त्यो सम्भव छैन। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र कमेन्ट गर्न नबिर्सनुहोला। कुन चाहिँ नियम तपाईलाई सबैभन्दा उपयोगी लाग्यो तल कमेन्टमा लेख्नुहोस्। र यस्तै प्रेरणादायी भिडियोका लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।